के बनाउँदै हुनुहुन्छ मम्मी? यो आलु करी के अन्डा करी जस्तै अहिले म बताउँछु। पहिला आलु छिल्ने, अनि यो 3टा चिज यो राख्ने, अनि यसको काम अहिले बताउँछु। अनि मटर हाल्ने, अनि टमाटर अहिले बन्द गरेर देखाउँछु है। यसलाई अलिकति काँटा चम्चाले यो भित्र मसलाहरू पसोस् है। अनि जम्मै यसरी बोकेर यसको अलिकति यो भित्र यसको, अनि त्यसपछि यो आलुलाई यसरी यसले भित्र यसरी खोक्रो पार्ने है, निकालेर यसरी सबैलाई मटर भरिदिने, अनि कोचेर हालिदिने यसलाई है। अनि यो बेसन छ नि, यो बेसनलाई चाहिँ अलिकति यो गाढा गरेर यसको मुख टालिदिने है। यसरी यो आलु पनि एक ग्रेभीमै काम लाग्छ। ल भन्छ यो भरेकोलाई यसमा पानीमा यसलाई बोइल गरिदिने है। जम्मै यो आलु भित्र यो मटर भरेको, अनि यो पनि जुन खुर्सेको पनि बोइल गरिदिने है यसमा। अनि यसमा अलिकति ग्रेभीमा मटर पनि हाल्नुपर्छ। मैले मटर पनि बोइल गर्दैछु है। अब एकछिन यो पाक्छ, बोइल भयो है। अब यो सबैलाई यसमा निकाल्ने, यो आलु पनि है। अब निकालेर यसलाई फ्राई गर्ने है। ल अलिकति हर्दी हालिदिने है। अनि यो जुन भरेको सबलाई फ्राई गरिदिने, यो आलुलाई पहिला फ्राई गर्ने। ल आलु फ्राई हुँदैछ है। अब यो लगभग यो सेम अन्डा करी जस्तै रेसिपी हो कि यो मटर भरेर गरेको। अब मैले यो मटरको सिजन भएर यो मटर आलु दुइटैको सिजन छ नि अहिले, यो अलिकति डिफ्रेन्ट हुन्छ कि यो रेसिपी। अब मलाई पहिला पनि मटरको रेसिपी हाल्दा धेरै साथीहरूले खै रेसिपी बनाउनु भएन भन्दै करायो कि। आज त्यही भएर के बनाऊँ, यही आलु मटर भरेर आलुको अन्डा करी, यो आलु करी यो सेम। अब यो भित्र सब मटर छ है। अब यो फ्राई आलुलाई एउटा एउटा गरेर निकाल्दैछु मैले। अब यो एकदम फ्राई भयो है। अब यसलाई प्याज टमाटरको ग्रेभीमा यो पकाउने, फ्राई गर्ने। अब प्याज फ्राई, नुन स्वाद अनुसार हुँदैछ। अब यो हर्दी हालिदिउँ है। अब हर्दी हालेपछि यो लगभग यो प्याज फ्राई भइसक्यो है। अब यो टमाटर छ नि, टमाटर पनि हालिदिउँ। अनि यो मैले मसला चाहिँ यो आज सिलौटामा पिसेको मसला हो। यसमा सब अदुवा लसुन ल्वाङ सुक्मेल सब गरम मसला सब यसमै छ, यसमै एड गरेको। अलिकति पिरो खान मन लाग्यो भने अलिकति एक्स्ट्रा पिरो थप्दैछु। यो पाके ग्रेभी है। अब यो आलु भरेको यसमा हालिदिने, मटरको ग्रेभीमा टमाटरको है। अब यो एकछिन यसलाई पकाउने राम्ररी है। अब यो पुरा यो भिज्छ नि, अनि त्यसपछि यो लास्टमा धनियाँको पत्ताले यसलाई गरिदिने है।
अब यो मजाले यो आलु करी हो, अन्डा करी जस्तै के हामीले अन्डालाई बनाउँछौँ नि करी, त्यही हो। एकछिन ल यो पाक्यो है।